नमस्कार है साथीहरू। अब यो प्रकाश धितालले कति आजभोलि भिडियो बनाउँछ, रिल्स बनाउँछ हैन? अनि फेसबुकबाट डलर निकाल्न लाग्यो कि त्यसको फेसबुक मोनेटाइज भयो कि आजभोलि भिडियो बनाउन छोडेर रिल्स बनाउन थाल्यो भन्ने अनेक कुरा तर्क तपाईहरुलाई लाग्छ होला। अब यस्तो हो, खासमा मैले भन्दा पनि हामी सबैजनाले चाहिँ यो मूलधारका मिडियाहरू हाबी हुने ठाउँमा यो सामाजिक सञ्जालका मिडियाहरू हाबी भइरहन् भन्ने पनि मैले अस्ति तपाईहरुलाई एउटा फेसबुक स्ट्याटस हालेको थिएँ हैन। जस्तो कस्तो हुँदो रहेछ भने समय सँगसँगै हामी पनि परिवर्तन हुन सक्यौँ भने अनि समाज अनि देश अनि हरेक कुराहरू परिवर्तन हुँदो रहेछ क्या। म त एउटा हुन्छ नि त, जस्तो 16-18 वर्षदेखि मिडियामा छु, म्युजिकमा छु हैन। अब म्युजिक भिडियो डिरेक्सन पनि अलमोस्ट 600 प्लस म्युजिक भिडियो गरि पनि राखेको छु हैन। पछिल्लो समय मैले म्युजिक भिडियो गरे हैन, प्रकाश धितालले किन गरेन भन्ने सोच्नु होला। अब उस्तै काम गर्न त्यति उचित पनि नलाग्ने हेर्नुहोस् हैन। र अर्को कुरा, यो बिचौलिया भन्ने शब्द त तपाईहरुलाई थाहा छ नि त हैन। जस्तो चित्त नबुझ्ने कुराहरू बीचमा बसेर अनकन्टार तरिकाले चाहिँ मान्छेलाई चाहिँ मोटिभेट गरेर छुट्टै किसिमको एउटा प्रभाव पार्दिने भावनाले पनि त्यस्तो हो। राम्रो कामको, राम्रो सृजनाको खोजीमा राम्रो सृजना बजारमा ल्याउँ, समाजमा दिउँ भन्ने इन्टेन्सन अथवा हेतुले पनि हो। अब यस्ता किसिमका भिडियो बनाइरहँदाखेरि कतिपय साथीहरूले चाहिँ प्रकाश धितालले त लायो। म पहिलादेखि चाहिँ म कस्तो भने हामी अडियो, अब यो भिडियोको जमाना हो हैन। म लगभग निरन्तर 14 वर्ष रेडियोमा प्रोग्राम चलाएँ, काम गरेँ हैन। अनि त्यसपछि यता म्युजिक भिडियोमा पनि गरेँ हैन। अब अहिले पनि स्टिल म मिडियामै छु। कति साथीहरूलाई थाहा छ, कति साथीहरूलाई थाहा छैन। यहाँ पछाडिपट्टि एउटा तपाईले लोगो देख्न सक्नुहुन्छ। यो लोगोसँग आबद्ध हामी एउटा कम्पनीमा पनि छौँ हैन, मिडिया रिलेटेड। अब हुन्छ नि साथीहरू, आज अर्को एउटा भिडियो लिएर आएको छु क्या। यो गन्थन कुरा पछि गर्दै गरौँला। अर्को एउटा भिडियो मैले आज हेरेको थिएँ अथवा सामाजिक सञ्जालमा कतै हेरेको थिएँ। मलाई यो हेरिरहँदाखेरि मैले मात्रै हेर्ने कि त मैले यदि यो रिल्स अथवा यो भिडियो हालेँ भने मेरो फेसबुकमा अथवा मेरो सामाजिक सञ्जालमा भएका कम्तीमा पनि 6-7 हजार साथीहरू त हेर्न पाउनुहुन्छ नि भन्ने हेतुले अथवा त्यो उद्देश्यले मैले हाले हो। शोभा पाठकको यो भिडियो हेरेको थिएँ। को केपी शर्मा ओली, को भिभिआइपी भनेर यसरी थर्का छिन्। एकछिन सुन्नुहोस् त तपाईहरुले। को केपी शर्मा ओली? के को भिआइपी? कसको भिआइपी? 76 जना मार्ने भिआइपी? कस्तो भिआइपी? त्यही हस्पिटलले बनाएको थियो भिआइपी। कसरी भिआइपी? मलाई देखाइदिनुस् न। ट्रिटमेन्ट गरिराख्नु भएको छ। सुनिरहनु भएको छ हैन? ल हेर्नुस्। अब अचम्ममा पर्छु क्या म चाहिँ बेला हैन। अब हाम्रा नेताहरूले पनि यस्तो भन्ने वातावरण सिर्जना गराइदिए। आफूले आफ्नो भ्यालु, आफूले आफ्नो चाहिँ एउटा हुन्छ नि वेट हुन्छ नि, त्यो वेटै राखेनन् हैन। यो भिडियोबाट तपाईले के बुझ्नुहुन्छ? यो भिडियो तपाईले हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, तपाईले के सुन्नु भएको छ? एकचोटि मनन गर्नुहोस् त। हामी कता छौँ, हाम्रो देश कता जाँदैछ, हाम्रो के हुँदैछ भन्ने कुरा तपाईलाई यो भिडियो सुनेर अथवा यो भिडियो हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस् है। म तपाईलाई निरन्तर यस्तै भिडियोहरू दिनेछु। म केही म्युजिक भिडियोको बारेमा मैले अहिले केही समयदेखि म्युजिक भिडियो डिरेक्सन गरिरहेको छैन, मैले किन गरेको छुइनँ, के कारणले गरेको छैन भन्ने कुराहरूको पनि म बिस्तारै तपाईहरुलाई जानकारी दिँदै जानेछु। म म्युजिक भिडियोमा अथवा म्युजिकमा भएका गतिविधिहरू, नराम्रा गतिविधिहरू बिस्तारै खोल्दै पनि जाउँला हैन। कतिपय कुराहरू राम्रा होलान्, कतिपय कुराहरू नराम्रा होलान्। तर यो भिडियो हेर्नुहोस् त, यो भिडियो हेरेर तपाईलाई के लाग्छ